साडी सिमानामा एकदमै भित्र काट्ने गोल्ने त्यो गरेपछि एकअर्कालाई असर पुग्छ। यसरी अलिकति एकअर्काको ख्याल पनि राख्नुपर्छ। मेरो पर्खाल यसरी लगाइया छ यो पर्खाल। अनि त्यसपछि यो टल्नुपट्टि खेरवालाले भुटुन सायद यो अलिअलि खटखसर गरे पनि त्यति साह्रै काट्नुहुन्न होला। यो चाहिँ यहाँ यस्तो भइरहेछ। यो अलि धेरै थियो यहाँ हामीले यो गारा लगाउँदाखेरि एक हात बाहिर नै थियो। अहिले चाहिँ भित्र काट्दै 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 भित्र जानुभएको छ। अनि यो चाहिँ पछि यो गारा भत्किने सम्भव हुने कुरा भयो। यो धेरै काटेपछि आफ्नो जति छ त्यति नै गर्ने हो। पहिला आफ्नो भोक चलाने कतिसम्म भएको थियो त्यहीसम्म गर्दा राम्रो। जस्तो यहाँ धेरै ग्याप छ नि, यस्तो धेरै ग्याप थियो यो ठाउँमा। पहिला बाटो हो रे, सरकारी बाटो गोरेटो बाटो थियो गरे। अनि त्यो त हामीले देखेको छैन भने आधारमा। जे भए पनि हामीले किनेको जग्गा चाहिँ यो गारादेखि माथि हो। हामीले पुरानो गारा जुन ठाउँमा थियो त्यही ठाउँमा राखेका छौँ। र यो पहिला कति नम्बर वाडाको सिमाना पनि हो अरे यो। यताको सिमाना र उताको सिमानाको साँधी नै यी गारा थियो गरे, पुरानो गारा। हामीले त्यो पुरानो गारालाई उजारेर यो नयाँ गारा लगाएका हौँ। र त्यसपछि यो गारा यहाँ तलबाट धेरै खनेपछि यो गारा भत्किने सम्भव देखिन्छ। यस्तो नगरौँला इष्टमित्रहरूले। अनि त्यसपछि यस्तो गरेपछि एकअर्कालाई असर पुग्ने काम नगरौँ। आफ्नो जति छ त्यति नै गरेर खाने हो। अनि धेरै लोभ लालच गर्नु नै राम्रो होइन भन्छु मैले। आफ्नो जतिसम्म आफ्नो खुन पसिना बगाएर किनेको जग्गा छ त्यही मात्रै प्रयोग गर्ने हो। हामीले जति किनेका छौँ त्यो जहाँनिर हामीले साँधी बसालेको छौँ अनि त्यो साँधीदेखि एक औँल पनि हामीले बाहिर चापेको छैनौँ। यहाँ धेरै थियो ठाउँ खाली, लगभग यहाँसम्म नै थियो होला ठाउँ। यो खण्डै खण्डै यहाँसम्म लग्नु भएको छ। अब अलिकति एकअर्काको लागि सोच्नु पनि पर्छ। त्यस्तो अब एकदम मै गरौँ मै खाउँ मै लाउँ गर्नु पनि भएन। यो यहाँ धेरै भित्र खोल्नु भएको थियो। यहाँ चाहिँ हामीले पछाडि यो ढुङ्गाहरू राखेको हौँ। यहाँ यहीँसम्म खोल्नु भएको थियो यतासम्म। यस्तो गर्नु भएन। यो रुखको सिमाना पनि छ। यो रुख अब कुहेर गइहाल्ला पछिसम्म। यसरी गर्दाखेरि एकअर्कालाई असर पर्ने काम चाहिँ कोही कसैले पनि नगर्नु होला भन्न चाहन्छु। चाहे म होस् चाहे अरू होस्, यस्तो गर्दा चाहिँ एकअर्कालाई असर पर्ने मन दुख्ने काम चाहिँ गर्नु हुँदैन। आफ्नो खुन पसिनाले जति जति भ्याउँछ त्यति गर्ने हो। होला उहाँको जग्गा यहाँसम्म होला, तर भए पनि पहिला जति भोग चलानी गर्नुभएको थियो त्यही नै गर्दा राम्रो। यो एक दुई औँल काट्दैमा केही धेरै धान फल्ने होइन। यो चाहिँ सबैले ख्याल गर्नु होला। दे